नै समर्थन प्राप्त बालेन शाह नेतृत्वको शक्तिशाली सरकार छ। उनका निर्णय एमाले, कांग्रेस वा माओवादी केन्द्र नेतृत्वको टालाटुली बटुली सरकार जस्तो हुने कुरै भएन। अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ। 182 सिटको शक्ति प्राप्त प्रधानमन्त्रीले गर्ने निर्णय कठोर, साहसी र कायापलट गर्ने खालकै हुन्छन्। 32 सिटे प्रधानमन्त्रीकै जस्तो गर्ने कुरा पनि भएन। न ओली रिसाउलान् भन्ने डर, न देउबा बिच्किएर सत्ता ढल्लान् भन्ने पीर। नागरिकले झन्डै 2/3 मत दिएपछि बालेन 5 वर्ष यी र यस्तै बोल्ड डिसिजन गर्दै जाने तयारीमा देखिन्छन्। विदेशस्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने परम्परा र वरिष्ठताको नाममा सुस्ताउँदै आएको न्यायालयलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको संवैधानिक परिषदले धक्का दियो। बिहीबार बेलुकादेखि भयंकर भुइँचालो आएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा चौथो वरियतामा रहेका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेसँगै राजनैतिक र न्यायिक वृत्त तरङ्गित छ। विपक्षी दल, न्यायालयको फुलकोट र केही शक्ति केन्द्र परम्परा भत्किएको भन्दै तिलमिलाएका छन्। र आम नेपाली र न्यायालयकै तल्लो तहका कर्मचारीदेखि न्याय क्षेत्रकै पेशाकर्मीहरू सेटिङकै जालो भत्किएको भन्दै सरकारको यो निर्णयलाई स्वागत गरिरहेका छन्। इन्डियामा पनि त्यस्तै भएको थियो। इन्दिरा गान्धीको पालामा त्यहाँ पनि चौथो नम्बरको न्यायाधीशलाई नियुक्ति गर्दाखेरि इन्डियामा पनि यस्ता कुराहरू निकै आए र त्यसलाई पछि चाहिँ स्वाभाविक रूपमा त्यो नियुक्ति हुने व्यक्तिले इन्डिपेन्डेन्ट जुडिसियरीको गरिमा राख्छ कि राख्दैन भन्ने महत्त्वपूर्ण कुरा हो। त्यो उहाँले लिने जिम्मेवारी हो। मनोजजी पनि एकदमै योग्य हुनुहुन्छ, डाक्टरेट गर्नुभएको छ, मुद्दा पर्फरेन्स पनि राम्रो भयो हुनाले विशेष गरी हामी सेपरेसन अफ पावर मोन्टेस्क्यूको त्यो सिद्धान्त अन्तर्गत जुडिसियरी इन्डिपेन्डेन्ट बनाउन उहाँको कार्यकालमा सक्षम हुनुहुन्छ भन्ने मलाई लागेको छ। बालेन शाह 32 सिटको प्रधानमन्त्री होइनन्। संसदमा प्रचण्ड सिट र संवैधानिक परिषदमा अध्यादेश मार्फत सुविधाजनक बहुमत पुर्याएपछि उनले विरोध र आलोचनाबाट मुक्त रहेर हरेक निर्णय गर्ने कोसिस गर्दैछन्। उनलाई सरकार ढल्छ कि भन्ने चिन्ता छैन, न त सहपाठी रिसाउँछन् भन्ने भय छ। फलत विगतमा एक जोडेर 11 बनाएका सरकारले गर्ने निर्णय र एकल दममा बालेनले गर्ने निर्णयमा आकाश पातालको भिन्नता देखिएको छ। कसरी छानिए डाक्टर मनोज कुमार शर्मा? प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठतमलाई मात्रै आधार मान्ने हो भने न्यायपालिकामा प्रतिस्पर्धा र गुणस्तर कहिल्यै आउन सक्दैन। त्यसैले बालेनले गफभन्दा तथ्याङ्कलाई प्राथमिकता दिए। हालै सार्वजनिक भएको कार्य सम्पादन रेकर्ड अनुसार डाक्टर मनोज कुमार शर्मा मुद्दा फर्स्योटमा सबैभन्दा अब्बल देखिएका छन्। उनले हालसम्म 7388 मुद्दा टुङ्ग्याएर आफूलाई कार्य सम्पादनको शिखरमा उभ्याएका थिए। अर्कोतर्फ वरिष्ठताको दम्भले खिचिएकी कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले जम्मा 4671 मुद्दा मात्रै टुङ्ग्याएकी छन्। डाक्टर शर्मा र मल्ल बीचको अन्तर मात्रै झन्डै 3000 मुद्दा फैसलाको छ। सरकारले यसैलाई आधार बनाएको बताएको छ। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्योटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ। तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ। न्याय नपाएर हजारौं सर्वसाधारण सर्वोच्चको ढोका ढकढकाइरहेका बेला कामको गतिमा यति धेरै पछाडि परेका व्यक्तिलाई नेतृत्व सुम्पिनु न्यायोचित हुन सक्दैन थियो। साथै शर्मालाई ल्याएर न्यायालयलाई राजनीति मुक्त गर्नुपर्ने लाइनमा बालेन्छन्। निष्पक्ष छवि, राम्रो शैक्षिक योग्यता र नतिजामुखी कार्यशैलीलाई कदर गर्दै प्रधानमन्त्रीले प्रधान न्यायाधीशमा डाक्टर शर्मालाई अघि सारेको देखिन्छ। उनी अहिलेसम्मका 33 प्रधान न्यायाधीश मध्ये एक मात्रै डाक्टर प्रधान न्यायाधीश हुन्। सपना मल्ल श्रीमान माथि नै प्रश्न। सपना प्रधान